लाई साथीहरू, अझ म तपाईँलाई हाम्रो यो ठाउँहरूको बारेमा भन्नेछु र देखाउनेछु। यो चाहिँ हाम्रो रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर 4 रहेको छ र यो ठाउँको दृश्य एकदमै राम्रो छ। यहाँबाट हिमाल पनि छर्लङ्गै देखिन्छ, हिमाल देखिन्छ। त्यसपछि यहाँका डाँडाकाँडाहरू एकदमै राम्रो छ भन्दाखेरि र हामी अहिले भन्दाखेरि हामी टिचरहरू बस्ने यो भवनमा छौँ अहिले र म यहाँका वरिपरिका ठाउँहरू तपाईँहरूलाई देखाउने छु। ल हेर्दै गर्नु। ल हेर्न सक्नुहुन्छ यहाँबाट हाम्रो ठाउँहरू कस्तो देखिया छ है, एकदमै राम्रो छ। यो चाहिँ यता तपाईँले यो जुन देख्दै हुनुहुन्छ अहिले यो चाहिँ हाम्रो काभ्रे भयो। यो पनि हाम्रो काभ्रे हो। अनि यो हामी अहिले बसेको ठाउँ यो रामेछाप हो। यहाँबाट तपाईँहरूले देख्न सक्नुहुन्छ कति राम्रो दृश्य देखिन्छ है। हामीहरू त अब उताबाट होइन, तराईको मान्छेहरूले यस्तो ठाउँमा त होइन पिकनिकहरू भयो, टुरसुरकै लागि हामी आउँछौँ 2-3 दिन समय लगाएर। तर हामी चाहिँ यहीँ बस्ने गर्छौँ। हाम्रो लागि त यही ठाउँ रमाइलो भयो। अब हामी तपाईँले यो 3 तल्लेको छतबाट गएर देखाउँछु होइन, यो ठाउँ कस्तो देखिन्छ है। ल यहाँ हेर्न सक्नुहुन्छ हामी 3 तल्लामा आइसकेछौँ। अनि यहाँबाट यो ठाउँहरू कस्तो देखेछ। यहाँ चाहिँ भर्खर निर्माणको कामहरू हुँदैछ। निर्माणको काम सकिएपछि हाम्रो बाटो यहाँबाट फेरि बनिनेछ। माथि हाम्रो स्कुल भयो। अनि त्यसपछि यो ठाउँहरू देख्नुहुन्छ। काठमाडौँ यहाँदेखि नजिकै छ, ठ्याक्कै काठमाडौँ होइन, त्यो उता हो। अनि त्यसपछि यहाँ स्कुलहरू पनि यहाँबाट देखिनुहुन्छ। काभ्रे जिल्लामा भएका स्कुलहरू पनि देखिया छ यहाँबाट। अब क्यामेरामा त खासै क्यामेरा त अब गरेर हुन्छ नि त होइन, पैसा कस्तो मोबाइल छ, मोबाइलको क्यामेरा कस्तो छ त्यो अनुसारको हुन्छ। मेरो मोबाइल चाहिँ खासै गतिलो छैन। अनि 5-10 हजारको मोबाइलमा यस्तो क्यामेरा आएको छ। अब नाङ्गो आँखाले चाहिँ राम्रै देखिन्छ। अब यो मोबाइलले क्याप्चर गर्न भ्याएको छैन। हेर्न सक्नुहुन्छ तपाईँ त्यो भिरपाखामा घरहरू कति राम्रो देखिया छ। त्यसपछि यहाँ तपाईँले होइन, अब यो मोबाइलमा त यस्तो राम्रो छैन। हिमाल पनि यहाँबाट देख्न सक्नुहुन्छ। अब आँखाले त देखिन्छ, यो क्यामेराले भ्याएको छैन। यस्तै हो। यो चाहिँ हाम्रो रामेछाप जिल्लाको सुनापति गाउँपालिका अन्तर्गत वडा नम्बर 4 मा स्थित रहेको यो ठाउँ हो। अनि तल चाहिँ तपाईँको यो सुनकोशी नदी हो। सुनकोशीको माछाहरू एकदमै मिठो हुन्छ है। अनि यहाँ चाहिँ होइन, अब रातितिर त बाघ भनौँ न, बाघ भन्दा पनि यो हाम्रो चितुवा छ नि, त्यो चितुवाहरू पनि यहाँ भेटिन्छ। मैले एउटा भिडियो बनाएर पनि राखेको थिएँ होइन, चितुवाको भिडियोहरू पनि बनाएको थियो। त्यही हो यो ठाउँमा। अनि तल तपाईँको यो तल होइन, थोरै तल गएपछि चिहान डाँडा आउँछ। त्यहाँ मान्छेहरूलाई जलाउने गाड्ने जस्ता कामहरू गर्छ। कुनै दिन म त्यहाँ पनि तपाईँहरूलाई देखाउने छु। यस्तै छ। यो चाहिँ हाम्रो यो हामी टिचरहरू बस्ने यो बिल्डिङ भयो। हामी टिचरहरू यहीँ बस्छौँ। अनि टिचरहरू पनि विभिन्न ठाउँका छ होइन, एकै ठाउँका नभनौँ। यता सुदूरपश्चिमतिरका साथीहरू पनि छन्, दाङ, सुर्खेत। यस्तै हो। बाहिर आएपछि होइन, सबै आफ्नै गाउँठाउँ जस्तो लागेछ। हामीहरूको बिच त्यस्तो कहिले मनमुटावहरू हुँदैन। यहाँ अब त्यस्तो प्रेसरै लिएर काम गर्नुपर्ने जस्तो केही छैन। आनन्द छ, जे होस् होइन। तपाईँहरू पनि पाहाडमा आउनुहोस्, जागिर खानुहोस् होइन। हाम्रो तराईतिरको जस्तो यो भएन त्यो भएन यस्तो उस्तो होइन, नाना थरीको यहाँ कुनै तनाव हुँदैन। यहाँ भनेको आफ्नो काम गर्नुहोस् होइन, आनन्दले बस्नुहोस्। तपाईँलाई होइन कसैले टर्चरहरू केही दिँदैन। त्यस्तो हो यो ठाउँ।